प्राणायाम 3 पटक भ्रामरी प्राणायाम खेचरी मुद्रा लाउँदै आसन प्राणायाम प्रत्याहार धारणा ध्यान र समाधिको यात्रामा अष्टाङ्ग योग अन्तर्गत हठयोग रच्दा रच्दा पाठ बजाउँदा अभिनय गर्दा गर्दा म थकित भएको छु उदार्दै गर्न लाग्यो यो नयनभरिको आँखा हाम्रो यो शक्ति खेर जाने अङ्ग हो तसर्थ हामीले प्राप्त गरेको ऊर्जाहरू खेल्न जान्छौँ हामीले चाहिँ प्रयोग गरिसकेका छौँ। हरेक साल 4 वर्षको कोरोना कालमा यो जुन बिजी फाउन्डेसन भनेर बिजी अब मैले यसलाई चाहिँ नामाकरण बिजी होम नेपाल भनेको ब्युटिफुल गार्डन होमबाट सञ्चालित भरत आश्रममा आश्रित आमा बुवाहरूलाई चाहिँ म कहिले के काम कुरो कहिले नाटक कहिले यस्तो मतलब
आज असार 15 गतेको शुभ दिन है। आज अन्नबाली उमार्ने फलाउने दिन। अनि गाउँघरमा त रमाइलो धेरै ठुल्ठुलो फाँटको खेत हुन्छ। काठमाडौँको सानो ठाउँमा अनि आज रोपाइ गर्दा कस्तो लाग्यो तपाईँलाई? एकदम खुसी, एकदमै रमाइलो। गाउँको ठाउँमा गाउँमै रमाइलो, सहरको ठाउँमा यसैलाई रमाइलो मान्नुपर्छ। एकदम रोपार्नीको गीत सुनौँ न। अनि अब गाउँमा त दही चिउरा खाइन्थ्यो है। यहाँ नि खाइन्छ। सहरमा चाहिँ के गर्ने हो? किनेर खाइदिनु। अन्त सहरमा झन् धेरै दही चिउरा खाइन्छ, रमाइलो गरिन्छ। सबै साथीभाइ। अनि गाउँमा त गुलियो दहीसँग मुछेर खाइन्छ नि, सहरमा चाहिँ चिनी हालेर गुलियो पार्नु। चिनी हाल्यो है। गुलियो दही पनि किन्न पाइन्छ, गुलियो दही ल्याएर मुछेर खाइन्छ नि। असार 15 है। धान रोप्दा निकै रमाइलो भएकै हो। धेरै रमाइलो भएकै हो। हो, एकदम धेरै रमाइलो। अब दही चिउराको प्रोग्राम छ कि छैन? छ, दही चिउराको प्रोग्राम पनि आउँदैन। अनि दिदी तपाईँलाई चाहिँ दही चिउरा कस्तो लाग्छ नि? दही चिउरा राम्रै लाग्छ। असारको 15 दही चिउरा, साउनको 15 खिर। असारको 15 खानी, साउनको 15 खिर। घरमा छैन शीतल वचन, मनमा छैन ए होरी हो, होरी हो। घरमा छैन शीतल वचन, मनमा छैन भनेपछि मनमा फेर छैन रहेछ कसैलाई? शान्ति छु म, शान्ति। शान्ति हुनुपर्छ ल। एकछिन आउने। आज असार 15 गते आजको यो धान रोपाई तपाईँलाई कस्तो लाग्यो नि? यो दुनियाँको महल के बन्दर छ, के बन्दर छ म बुझ्नु छ। अनि दिदीले के भन्नु हुँदैछ नि त्यस्तो? अहिले नाक छ। म काठमाडौँ आए पछाडिको पहिलो रोपाइँ भन्दा पनि लगभग म रामेछापबाट आएको। रामेछापबाट काठमाडौँ आएपछि पहिलो रोपाइँ यहाँ गरेर साँच्चीकै एउटा योगीहरूको टिममा सर्कलमा हामी लागेर एउटा साधनासँगै असारे 15मा एउटा सिजनेबल हामीले रोपाइँ पनि गर्न पाइयो। त्यसको लागि हामी हाम्रो भरतसरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। सम्पूर्ण योगी मनोहरलाई धेरै धेरै धन्यवाद। हस्, भनेपछि रमाइलो भयो। धेरै रमाइलो भयो हामीलाई। रामेछापको गाउँ, हाम्रो रामेछापको नाउँ तपाईँ चिसापानी मरा साँगुटार किन नाउँ दिस मेरो रामेछाप? तपाईँ धोबी हो? धोबी कहाँनिर? सिन्धुली हो। बजारमै? अनि बहिनी कस्तो लाग्यो धान रोपाइ? राम्रो भयो। सबै गाउँले राम्रो। मर्निङबाट हिँडेको पानी परेको हुनाले यो बाटो झनै धान मौको रोपाइ पऱ्यो क्या। झनै रमाइलो भयो। धान रोप्नु मौको पऱ्यो, रमाइलो लाग्यो धान दिवसको उपलक्ष्यमा रोपाइँ गर्न पाइयो। साह्रै खुसी लाग्यो, धेरै खुसी लाग्यो। हाम्रा नेताहरूले गमलामा धान रोपेर धान महोत्सवको बेइज्जत गर्थे। हामीले अलिकति भए पनि नमुनाको रूपमा साँच्चीकै धान रोपेर आज धान दिवस सम्पन्न गरेर जय होस् हजुरहरू। नमस्कार। भनेपछि अब दही चिउरा खाने हजुर, अब दही चिउरा खाने कार्यक्रम छ। सबैजना हामी अब दही चिउरा खाने कार्यक्रममा सहभागी हुन्छ। के भन्छु भने हाम्रा नेताहरूलाई त यो रोडमा लिएर आएर अनि मजाले लट्टीपट्टी बनाएर धान दिएर लुइया धान रोप भन्न पाए नि हुन्थ्यो जस्तो भइसक्यो नेताहरूलाई। कहीँ रोड
रोटी हिँडिसक्ने छैन हिलो आज राष्ट्रिय धान दिवस हामी कृषकका छोराछोरी प्रत्येकको रगतमा कृषिको रगत बगिरहेछ त्यसले गर्दा हामीले यसरी धान रोपाइ गर्न पाउँदा हामीलाई धेरै गर्व लाग्छ र हामीले एक दिन धान रोपाइ मानेको छ तर हाम्रो देश कृषि प्रधान देश बन्नलाई सधैँ यस्ता रोपाइ भइराखुन्। 82 साल असार 15 गते दही चिउरा खाने दिन धान दिवस। यो धान दिवस चाहिँ हाम्रो नेताहरूले पनि सुन्नुपर्छ। गाउँमा सबै खेती बाँझो छ, युवा जति सबै विदेशमा जानुभएको छ। ती विदेशमा जाने युवालाई रोकेर यहाँ चाहिँ खेतीपाती उत्पादन गरेर यहीँ आत्मनिर्भर बन्नुपर्छ भन्दै यो धान दिवसको सबैमा शुभकामना दिन चाहन्छु। धन्यवाद। असारे गीत गाए लुक गाउनु त लो गाउनु दिदी असारे नाचको लाली जलाई हरिया बाउसेको दारी स्यालाले लयो सिमाली दारी चोको दानैमा रोपा हातमा दिउँछौँ मिठोमा खाउँला राम्रोमा लाउँला बाबाको जिउँछौँ मिठोमा खाउँला राम्रोमा लाउँला बाबाको जिउँछौँ बचन यो मन छैन असारको 15 दही र चिउरा साउनको 15 खिर घरमा छैन शीतल बचन मनमा छैन फिर मनमा छैन शीतल बचन यो मन छैन फिर यो मन छैन एकदम रोपाइ आज राम्रो भएको छ। असार 15 गते हामीले यो माटोमा टेक्दाखेरि माटोबाटै विभिन्न किसिमका औषधिहरू उत्पादन हुने भएको हुनाले हामीले माटोमा वर्षको एक दिन टेक्दा पनि हाम्रो शरीरमा रहेका विभिन्न रोगहरू चाहिँ हटेर जानेछन्। यो माटोसँग खेल्ने मान्छेलाई रोग पनि कम लाग्छ। त्यसैले आज यो 2082 साल असार 15 गते धान दिवसको दिन हामीले पनि यो अलिकति एकैछिन भए पनि माटोमा टेकेर हामीले आफ्ना शरीरका रोगहरूलाई बाहिर फाल्दै सम्पूर्ण विश्व जगत प्राणी जगतमा चाहिँ स्वास्थ्य निरोगिता रहोस् भन्ने कामना गर्दै धान दिवसको सबैमा शुभकामना दिन चाहन्छौँ। जय धान दिवस। जय ओम। असारै मासमा रोपेको धान कुन महिना पसाउँछ एकचोटि आउँछ लरे जोबान दुनियाँ हँसाउँछ दुनियाँ हँसाउँछ दुनियाँ हँसाउँछ एकचोटि आउँछ लरे जोबान दुनियाँ हँसाउँछ हलीलाई खाजा भुटेको मकै गोरुलाई हरियो घाँस हलीलाई खाजा भुटेको मकै गोरुलाई हरियो घाँस मरेर जाँदा के निलानु छ एउटा हरियो बाँस मरेर जाँदा के निलानु छ एउटा हरियो बाँस हहले नवयोग समितिले आयोजना गरेको यो रोपाइ धान दिवसको अवसरमा आज हामी दही चिउरा रोपाइ सकेर भाउसु सालको एकदम आनन्द खुसी लाग्यो मलाई। यस्तो कृषि प्रधान देशमा यस्तो गर्नु पाउँदाखेरि एकदम गौरव लाग्यो। ल दही चिउरा मिठै छ अब धान रोपेर अनि यो खाजा खाने परम्परा छ। अब हिजो अस्ति चाहिँ हामीले चाहिँ अरू खाजा खाएका थियौँ धान रोप्दै होइन। आज असारको 15 भएर दही र चिउरा खायौँ
है हामीले साह्रै मिठो राम्रो नारायण हरि सर मिठो दही चिउरा मिठो राम्रो छ कहिले रोटी सब्जी खानु होइन नाच्नु पनि पऱ्यो नि त अनि होइन यता पनि हेर्नु एकपल्ट पुग्नु अलि मात्रै चिनिन्छ नि आकाशमा चिलगुम पनन नौली दिदी गरका बनन असारको 15 खानी दही र चिउरा साउन 15 खानी खिर असारको बढी देखियो अघि त खाने मान्छे नै देखिएको थिएन जाने खिच्दैछु माताजी धन्यवाद दही केरा चिउरा चना सब्जी कति मिठो है